पिसके पानी दुईटा अन्डा र यो चाहिँ मम्मीलाई हेलो हाई वेलकम एन्ड वेलकम ब्याक टु माई च्यानल अन्त द न्यू भिडियो आजको न्यू डे न्यू ब्लग सँगसँगै म पनि उपस्थित भइसकेको छु। आई होप तपाईँहरू एकदमै सन्चै हस्त मस्त व्यस्त हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु। अनि आजको ब्लग चाहिँ एकदमै स्पेसल हुनेवाला छ किनभने आजको ब्लगमा चाहिँ मैले पिरो अमिलो मिठो खानेवाला छु। पिरो अमिलो मिठो भन्ने बित्तिकै सबैजना साथीहरूको मुखमा पानी आइसकेको छ होला। आज चाहिँ मैले खानेवाला छु आल्चा आल्चा अमिलो चढिसकेको छ। खोर्सानीसँग नि टक्राका खोर्सानी र नुन पिसेर बटुको माला साझा खाए यस्तो मिठो हुन्छ नि होइन। त्यसको लागि चाहिँ म चाहिँ आइसकेको छु आल्चा। यो आल्चा भन्नुहुन्छ नि मलाई मेरो बाजे बोजूहरूले रोपेको आल्चा हो होइन। यो अझैसम्म नाता नातिनीको पुस्ताले पनि खाँदैछ, खानु भइसकेको छ नाता नातिनीको पुस्ताले पनि। सो अब चाहिँ म टिप्नेवाला छु आल्चा। ओहो देख्नु सक्नुहुन्छ साथीहरू है, यो चाहिँ मजाले अहिले अमिलो पसिसकेको छ है। हँसीले रसीले चुसीले पोटीले भइसकेको छ आल्चा। साथीहरू यसको एक बटुको टिप्छु भनेको कस्तो हुन्छ होला साथीहरू। यसको एक बटुको टिपेर नुन खोर्सानी मोलेर टक्राको चोप्दै खान्छु भनेको कस्तो हुन्छ गाइस ल हेरौँ है गाइस। फुलबुट्टे साडी छपक्क पारी पछ्यौरी मलमलको कौसीमा बसी तिमीलाई हेर्दा मन मेरो हलचल भो। कान्छीको केस बटारिएछ मैकोरी बाटी गरिदिउ कि रेशमी चुल्ठो के साह्रो घुम्टो मायाको रङ्ग पादिदिउ कि मिठो गनाउने पादिदिउ कि नरनन्ननन्नन नरनन्ननन्नन नरनन्नन जाई फुलिसक्यो दुई फुलिसक्यो चमेली फुल्दैछ किन होला कुन्नी यो मेरो मन तिमीतिर भुल्दैछ। हे किन होला कुन्नी यो मेरो मन तिमीतिर भुल्दैछ। आहा एक बटुक हुनु आँटे गाइस साथीहरू। ल मैले चाहिँ फाइनली टिपिसके अब यसलाई चाहिँ कुरुङ कुरुङ मोलेर खानेछु अचारमा पिसेर। कस्तो हुन्छ गाइस हेरौँ है त। सबैभन्दा फर्स्टमा चाहिँ म यो बनाउँछु ल, अनि करेन्ट बनाउँछु। करेन्ट चाउचाउ र यो आल्चा एकैताल खाम भनेको, तर यो दुईटा खोर्सानीले ठिक्क हुन्छ होला किनभने करेन्टमा पनि पिरो हुन्छ नि त गाइस। यो भेट्नुलाई चाहिँ यसरी फ्यालिदिएको ल साथी। फेरि खोर्सानी र भेट्नु एकैताल गर भन्नुहुन्छ होला कि यो भेट्नुलाई चाहिँ गाइस पिस्छु ल अचार। तर म त ढुट्टो त पार्नै सकिँदैन गाइस, कस्तो गाह्रो हुन्छ। अब यहाँदेखि गाह्रो हुन्छ क्या पिस्ने साथीहरू फेरि। आया हो
ला पत्तै पो रहेछ तर होइन साथीहरू मैले बोर्डबाटै टिपेकै तपाईँहरूले पनि देख्नु भएको थियो नि होइन यो पत्ता छ यो ए गर्दा भइहाल्छ नि मेरो त मुखमा पानी आइसक्यो यार अमिलो अमिलो चढिसकेछ कि हालचामा यस्तो मिठो हुन्छ ओहो यो चाहिँ म करेन्ट चाउचाउसँग खानुको लागि राखेको होला साथीहरू गाइस आज चाहिँ हामी यो एक पोका करेन्टमा चाहिँ कतिवटा चाउचाउ हुन्छ खै हेरौँ ल दुईटा चारवटा पाँचवटा हुन्छ है गाइस ल पाँचवटा करेन्ट हुँदो रहेछ एक पोकामा पाँचवटा डल्ला हुँदो रहेछ त्यो त पानी पनि उम्लिनेछ लगाउनु पर्छ ल गाइस हेर्नु मसला चाहिँ यति जम्मा भयो ल साथीहरू ओहो हेर्दाखेरि म त कतिखेर खाउँ जस्तो लागिरहेछ साथीहरू अब आल्चाको अमिलो र योसँग खाने हो यस्तो मिठो हुन्छ लु त जानै जानेन आहा कति मिठो चाहिँ बास्ना आएको खाउँ लाग्यो ओहो कति मिठो हो साथीहरू करेन्ट भन्ने बित्तिकै मुटुमा झ्वाम्मै करेन्ट लाग्छ होला हौ साथीहरू यो चाहिँ मुटुमा चाहिँ होइन जिब्रोमा चाहिँ करेन्ट लाग्छ है साथीहरू करेन्ट भन्ने बित्तिकै जिब्रोमा ड्याम्मै करेन्ट लाग्छ गाइस यो दुईटा अन्डा र यो चाहिँ मम्मीलाई अनि यो दुईटा अन्डा र यो चाहिँ मलाई गाइस है मम्मीको भन्दा मेरो धेरै छ किनभने मम्मीले धेरै खान सक्नुहुँदैन करेन्ट चाउचाउ अनि मै धेरै खाने हो करेन्ट चाउचाउ चाहिँ अनि त्यही भएर अनि यहाँनिर पनि छ अघिको रसपिली हसिली रसिले चुसिले पोटीले अब हामी खानेवाला छौँ यहाँ चाहिँ पानी छ गाइस अनि यहाँ चाहिँ अमिलो खट्टा मिठो छ कस्तो मिठो चाहिँ हेर्दाखेरि देखिन्छ मुखमा पानी आइसक्यो अनि यहाँनिर चाहिँ करेन्ट र दुईटा अन्डा छ खाइसकिन्छ त गाइस अब हेर्दै जानु ल गाइस खाइ है हो तपाईँहरू थुक चाहिँ नलिलाउनु यो चम्चीले हाल्नु नगरी त हुँदैन रहेछ
चाखे त कस्तो छ यत्रो घाँस मेरो मुखमा अट्छ होला साथीहरु हेरौँ त वेट एकछिन ए कहाँ गयो खट्टा मिठो क्या टेस्टी है यार पसिना पसिना भइसक्यो साथी म त लिपस्टिक लगाए जस्तो भएछ यार ओठ पनि पसिनाले हेर्नु न घाम लागिरहेको छ अनुहारमा पसिना नि टल्किरहेको छ
सकिन आँटिसक्यो साथीहरू, सकिन आँटिसक्यो गाइज। टन्ने भयो साथीहरू। ए मोटाए घट्छु चाहिँ भन्छु, घट्नै सक्दिनँ। घट्नको लागि यो खानुपर्छ, यो नखाइ हुनै हुँदैन। यो पनि हेर्नुहोस् ल। अनि टक्रक्क नुन र खोर्सानी दलेर, टक्रक्क नुन र खोर्सानी दलेर हेर्नु, रातो र पिरो भएको मेरो पसिना र कति अमिलो, कति अमिलो हो क्या बाफ्रे। पिरो पनि लगायो, अमिला पनि। कति पिरो भयो। यसमा पिरो लगाएको थिएछु कि, यसमा पिरो लगाएको थिएँ कि साथीहरू, कस्तो पिरो भयो। करेन्ट त्यसै पिरोउने, यसमा पिरो लगाएको। यो फिनिस गरिदिइहाल्छु ल, अब यति छ। यो फिनिस गरिदिइहाल्छु गाइज। सक्यो हेर्नु त, हेर्दा हेर्दै हेर्दा हेर्दै मेरो पेटभित्र गयो सबै। मरि नि। ल गुल्टिएर पो गयो एउटा त। जस यो सबै खाइसक्छु होला त म। सक्दिनँ बाबै, सक्दिनँ।
यत्रो धेरै त कहाँ खाइसक्छु। तर पिरो भयो अति नै आज त मलाई त। ला झरे पो सकिन यार। योभन्दा धेरै त म खाइसक्दिनँ। योभन्दा धेरै खाइसक्यो भने त म नै सेन्ट्री प्लान्ट हुन्छु। खाएर मात्र पनि त भएन नि, धन्दा पनि गर्नु पर्यो नि होइन साथीहरू। धन्दा यस्तो धेरै थुप्रो नि, मलाई यो धन्दा गर्नु चाहिँ यस्तो रिस उठ्छ क्या मलाई। यो धन्दा यस्तो धेरै थुप्रेको छ नि, हात पनि कालै भयो हेर्नु न। यो धन्दा गर्नु चाहिँ साह्रै लास्टै झ्याउ लाग्छ क्या मलाई। अब धन्दा गरिन्थे जिन्दगी। फाइनली मैले चाहिँ धन्दा पनि धोइसकेँ होइन। अनि यो रिङ रेस्टिङमा अझै अडाइरहेको थिएँ नि त फोन, अनि त्यही भएर हो। अब यहाँको फेदमा बस्ने हो। अब कुरा गरौँ न गाइसलाई, के छ सन्चै हुनुहुन्छ अरे? मजाले नेउली कराइरहेछ है। नेउली चाहिँ एकदमै मजाले कराउँछ हाम्रोतिर। अनि आजको भ्लग चाहिँ कस्तो लाग्यो हजुरहरूले कमेन्टमा भनिदिनु होला। टचक्क पारेर तपाईँहरू भिडियो चाहिँ हेर्नुहुन्छ, लाइकै नगरिकन स्वी ट्याप ठोकिदिनुहुन्छ। यस्तो पनि हुन्छ र कमेन्ट गर्नु ल। म मेरो भ्लगमा के कमी कमजोरी छ कमेन्ट गर्नु।